Hello guys, Namaste, Anasya. Good morning, happy Dasai and welcome back to my YouTube channel. So आज चाहिँ हाम्रो first day of like vacation, Dasai vacation and अहिले चाहिँ हामी पहिला नानाको shop जाने त्यसपछि चाहिँ हामी न्यू रोड जानु आँटेको guys. So we'll catch you afterwards. यो चाहिँ नानाको shopमा आइपुग्यो अनि नाना चाहिँ washroom जानु भएको छ. अनि हामी चाहिँ यहाँनिर नानाको के त्यो ड्यामेज पिसहरु एक्सचेन्ज गर्नुपर्ने थियो र ल्याउनु आएको अनि जाने हामी. And let me tell you one thing guys, Dasai is very boring in Kathmandu. कोही मान्छे बस्दैन, आफ्नो आफ्नो घर जान्छ and I am missing my home. I really miss my family. So अब हामी चाहिँ जाने हो guys and के कुरा गरिरहेको कोही मान्छेहरु भयो अनि के भन्दै थिए I was saying कि त्यस्तै हो लाइफ यस्तै हो guys. So we'll catch up त धेरै ढिलो टाइम लाग्यो मार्च चलायो. So I'm gonna have one के भन्ने त्यसलाई chocolate भन्ने होला chocolate. So where is it? नानाले मलाई chocolate दिनु भएको थियो अहिले भर्खर अनि आइपुग्नु भयो. मैले भने तपाई नाना त टोयलेटमै हरायो भन्दिए यहाँनिर मेरो भिडियोमा. मलाई चकलेट खान मन पर्यो नाना. चकलेट भन्ने कि टफी भन्ने त्यसले नाना. So I have two options guys. Where is another one? This one is coconut and this one. So I think I will eat this first. भर्खर माम खाएर आएको यति बेसी अब म यो खान्छु. खाने नाना? नखाने? भुँडी दुख्यो अझै? गुली खानु नाना पिरो भएर होला. हाफ दिन्छु है, सानो दिन्छु. इ नाना नाना एकछिन बस्नु न त त्यसो भने भरे जाऊँ. हतार किन सानो दिएको मैले तपाईलाई. So guys, this is coconut chocolate and यो भित्र चाहिँ यो भित्र चाहिँ कोकोनट छ. बाहिरको चकलेट मिठो हुन्छ गाइस. यहाँ हेर्नु आँखा निस्किन्छ कसरी हेरेको मिठो भयो guys. खायो भने चाहिँ मलाई खाएको गर्न मन लाग्छ. And I want to have this chocolate also, another chocolate also. नाना चाहिँ फेरि कहीँ जानु भएको छ. मैले खान्छु अब चाहिँ. त्यही भएर भुडी लाग्छ त कत्रो ठुलो भुडी भइसकेछ. So this one is different I think. यसमा चाहिँ केही हुँदैन भित्र. हाफ नाना राखिदिन्छु. So हामी आफ्टर 20 minutes को किन यही ठिक छ त निस्किने हैन. आफ्टर 20 minutes को वेटमा चाहिँ फाइनली बस आयो अनि नानालाई चाहिँ नमात्ने बस आयो यो. सो नाना एकदमै खुसी भएर आछ अहिले. गाइस कहाँ झर्नु पर्ने रङ ठाउँमा झरेर चाहिँ कहाँ झऱ्यो भने हामी काठमाडौँ फन पार्कको त्यो अलिक अगाडि कहाँ झऱ्यो अनि अब हिँड्दै जाँदैछ आरएमएसी घाममा. खानहरू पनि साह्रो छ गाइस. 9 तले धरहरा भनेको यही गाइस. दिस इज आवर 9 तले धरहरा अनि हामी चाहिँ यहाँ गरममा यति घाम छ. दसैँको घाम है यो चाहिँ. हामी चाहिँ अब यहाँ हिँड्दा एकदमै थाकेर यहाँनिर फ्रुट्स खान आएको. सो एकदमै हेल्दी. म चाहिँ एप्पी खाने. थ्याङ्क यू. एकदमै गरम गाइस. हिँड्दा म त नयाँ
यो पनि खाएर भरे म यो नि खाएर भयो वासरुम आयो भने कहाँ जाने म खाएको ल अझै स्टिल हामीलाई अलिकति हिँड्नु छ त्यहाँदेखि चाहिँ पुग्यो गाइस अब त दिउँसो त निस्किनै नसक्ने है चाइनिज म्याङ्गो हेर्दै राम्रो छैन है नाना हाम्रो नाना चाहिँ यहाँ सपिङ गर्न आएको बिमार भएर यहाँ बसिरहनु भएको छ दोकानको अगाडि र चाहिँ गाइस शीतल भएर एकदमै राम्रो रहेछ बट फेरि त्यहाँनिर घाम आयो इधर आगे नाना आगे टिएनटी प्लाजा एक्चुअली हामी चाहिँ अहिले रञ्जना कलेक्सन गइरहेछ ओ माई गॉड नानाको सपिङ भयो न सपिङ दोकानको लागि सामानहरू सबै भयो अनि हामी चाहिँ फर्केको इट इज भेरी हट गाइस चाहिँ आज टप टी सर्टहरू खोजेको पाएन अनि त्यही भएर नाना जिन्स प्यान्टहरू मात्रै लिएर आउनुभयो सो अहिले हामी गइरहेको छौँ हामी चाहिँ दोकान आएर नानाले चाहिँ अघि लिएको सामानहरूको यहाँनिर हिसाब गर्दै हुनुहुन्छ हामी दुईजनै चाहिँ गाडीले मातेर जान्नै मऱ्यो गाइस अब त ट्राभलै गर्न नसक्ने भयो छ कसरी घुम्ने होला दुनियाँ इट्स लन्च टाइम नाउ नाना चाहिँ भेज हो त्यही भएर मेरो चाहिँ छिटो आएछ म चाहिँ खाएको नानालाई नपर्किनँ अनि आज चाहिँ मैले के खाएको भन्दाखेरि बफ चाउमिन पिरो खानु मन परेको कस्तो यो फ्यान चाहिँ दुर बग्दै रहेछ गाइस एन्ड हालिएन कि क्या हो प्याकेटमा पनि लाग्दैन रहेछ गाइस चाउमिन बफ चाउमिन आफ्टर काठमाडौँमा यो सेकेन्ड टाइम हो म आएर खाने मलाई त्यही म अचार दिनु है नाना थ्याङ्क यू नानाको चाहिँ अचार आएछ म यहाँ आएछु मेरो टुक्रामा तिमीले पानी गरेको सब आयो चाहिँ यहाँनिर भ्लग हेर्दै मोमो खाँदै हुनुहुन्छ नाना मिठो रहेछ दिस इज माई चाउमिन गाइस सो आज का ताज़ा खबर अभी बज रहा है 6:39 एंड अभी हम लोग नाना की दुकान पे है एंड अराउंड 8:30 हम लोग जाएंगे यहाँ से और बोरिंग दस किधर आए हो सो मे बी यही मेरा लास्ट वीडियो होगा और आई डोंट नो कब होगा मैं खाऊंगा वो चाउमीन जो मैंने रखा था नाना खाऊंगा खोक्छु होला तर अनि फ्याँकिदिन्छु सो गाइस मलाई चाहिँ चाउमिन मन पर्दैन